भ्लग बनाउँछौ, टिकटक बनाउँछौ, एउटा भाइरल पोस्टले सम्मान दिलाउन सक्छ, तर एउटा सानो कानुनी गल्तीले 5 लाख जरिवाना र 5 वर्ष जेलसम्म पुर्याउन सक्छ। इन्टरनेटमा जे पायो त्यही गर्न मिल्छ भन्ने भ्रम र सरकारले सबै कन्ट्रोल गर्छ भन्ने डर, यी दुवैको बीचमा एउटा स्पष्ट कानुनी बाटो छ। कानुनको सही ज्ञानले तिमीलाई झन निडर बनाउँछ, यसले तिम्रो सृजनालाई सुरक्षा दिन्छ र अनावश्यक झमेलाबाट सधैँ बचाउँछ। यो नेपालको संविधान हो। यसको धारा 17 र 19ले तिमीलाई डिजिटल दुनियाँमा पनि आफ्नो कुरा राख्ने र सञ्चार गर्ने मौलिक अधिकार दिएको छ। धारा 28ले तिम्रो गोपनीयताको हक सुनिश्चित गर्छ। अदालतको आदेश र स्पष्ट कानुनी प्रक्रिया बिना पुलिसले तिम्रो फोन चेक गर्न वा चाटहरू पढ्न पाउँदैन। कुनै पनि सरकारी निकायले मनलाग्दी ढङ्गले तिम्रो अकाउन्ट ब्लक गर्न वा अनलाइन मिडिया बन्द गराउन मिल्दैन। यसका लागि कानुनले तोकेको कडा विधि पालना गर्नै पर्छ। रेकर्ड बटन थिच्नुभन्दा अघि यो संवैधानिक सुरक्षा नै तिम्रो सबैभन्दा ठूलो शक्ति हो, तर अधिकारको पनि आफ्नै सीमा छ। यो एनिमेसनमा हेर, कडा आलोचना गर्नु तिम्रो हक हो, तर जात, धर्म वा लिङ्गको आधारमा घृणा फैलाउनु सिधै हेट स्पिचको अपराध हो। प्रमाण बिना कसैलाई चोर, दलाल वा बलात्कारी जस्ता लेबल लगाएर बदनाम गर्नु गाली बेइज्जती ठहरिन्छ। यस्ता शब्दले तिमीलाई सिधै कानुनी फन्दामा पार्छन्। तथ्यमा आधारित रहेर यो काम गर्ने तरिका गलत भयो भन्नु सुरक्षित छ, तर बिना प्रमाण यसले भ्रष्टाचार गर्यो भन्दै अफवाह फैलाउनु कानुनी रूपमा घातक हुन्छ। जब तिम्रो कन्टेन्ट तथ्यबाट मोडिएर व्यक्तिगत आक्रमणमा जान्छ, तब तिम्रो संवैधानिक सुरक्षा स्वतः समाप्त हुन्छ। अरूको फोन नम्बर, घरको ठेगाना वा निजी तस्विरहरू अनुमति बिना सार्वजनिक गर्नु डक्सिङ हो। यो प्राइभेसीको गम्भीर उल्लङ्घन मानिन्छ। यो संसद भवन हो। नयाँ सोशल मिडिया बिल 2081ले यस्ता डिजिटल गल्तीहरूमा 5 लाखसम्म जरिवाना र 5 वर्षसम्म जेल सजायको कडा प्रस्ताव गरेको छ। अनलाइनमा गरेको एउटा सानो हेलचेक्राइले तिम्रो वास्तविक जीवनमा तत्कालै गम्भीर र दीर्घकालीन असर पुर्याउँछ। यो सडक र बजारको दृश्य हेर। यस्ता सार्वजनिक ठाउँमा माहौल, ट्राफिक र आफ्ना अनुभवहरू ब्लग गर्नु कानुनी रूपमा सुरक्षित छ। भिडमा मान्छे देखिनु सामान्य हो, तर कुनै एक व्यक्तिलाई मात्र फोकस गरेर उसको अनुमति बिना नकारात्मक सन्दर्भमा भिडियो बनाउनु जोखिमपूर्ण हुन्छ। यदि कोही तिम्रो भिडियोको मुख्य पात्र बन्दैछ भने खिच्नु अघि नै एउटा सानो मौखिक अनुमति लिनु सबैभन्दा उत्तम तरिका हो। तिम्रो फ्रेम जति फराकिलो हुन्छ, तिमी कानुनी रूपमा त्यति नै सुरक्षित हुन्छौ। फोकस जति टाइट हुन्छ, अनुमतिको उति नै खाँचो पर्छ। बच्चा-बच्ची, बिरामी र दुर्घटनाका पीडितहरूको अनुहार नजिकैबाट खिचेर पोस्ट गर्दा नैतिकता र कानुन दुवैको दृष्टिले जोखिम बढ्छ। अस्पताल, अदालत वा सरकारी कार्यालयभित्र क्यामेरा निकाल्नु अघि त्यहाँका निषेधित क्षेत्र र अनुमति सम्बन्धी बोर्डहरू सधैँ चेक गर। एउटा जिम्मेवार क्रिएटरले अरूको व्यक्तिगत संवेदनशीलता र संस्थागत मर्यादाको सधैँ ख्याल राख्छ। यो दृश्यमा जस्तै कहिलेकाहीँ पुलिस वा कुनै अधिकारीले तिमीलाई भिडियो डिलिट गर्न दबाब दिन सक्छन्। यस्तो बेला आक्रामक हुनु हुँदैन। सर, म सार्वजनिक ठाउँमा भएका तथ्यहरू मात्र रेकर्ड गर्दैछु भनेर नम्रतापूर्वक आफ्नो कुरा राख। कसैले जबरजस्ती तिम्रो फोन खोसेर भिडियो डिलिट गरिदिन्छ भने त्यो तिम्रो व्यक्तिगत अधिकार र गोपनीयताको सीधा हनन हो। यस्तो बेला शान्त भएर घटनाको रेकर्ड र डकुमेन्टेसन गर्नु नै तिम्रो सबैभन्दा बलियो प्रतिरक्षा। यदि सही कुरा बोल्दा तिमीलाई निशाना बनाइन्छ भने हटाइएका पोस्ट, इमेल र सूचनाका सबै प्रमाणहरू स्क्रिनशट गरेर सुरक्षित राख। यी प्रमाणहरू लिएर तिमी नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम वा मिडिया डिफेन्स जस्ता संस्थाहरूबाट कानुनी सहायता खोज्न सक्छौ। डकुमेन्टेसन बलियो भएमा तिमी कुनै पनि संस्थागत दबाव र अन्यायको विरुद्ध एक्लै लड्न सक्छौ। एउटा सुरक्षित क्रिएटर बन्न सधैँ प्रमाणमा आधारित रहेर बोल्ने गर। व्यक्तिको चरित्रमा होइन, गलत नीति र कार्यशैलीमाथि मात्रै प्रहार गर। तिम्रो हातमा भएको यो स्मार्टफोन सत्यलाई संसारभर पुर्याउने एउटा पावरफुल माइक हो, जसलाई सधैँ कानुनको परिधिभित्र बसेर चलाउनुपर्छ। के तिमीलाई पनि कहिले भिडियो खिच्दा अवरोध गरिएको छ? आफ्नो अनुभव र प्रश्नहरू तल कमेन्टमा शेयर गर। कानुनी सीमा बुझेर र आफ्नो अधिकार प्रयोग गरेर एउटा स्मार्ट र प्रभावकारी क्रिएटर बन।